कुद्यो कुदे अर्काको देश जति नै राम्रो भए पनि आफ्नो जन्मेको ठाउँ सक्नुहुन्छ है। ल साथीहरू, आज चाहिँ छिट्टै बन्द गरेर म आएको 1 वर्ष 2 वर्ष हुन लाग्यो। आज मात्रै हो छिट्टै कम्पनी बन्द गरेर हामी चाहिँ जाँदैछौँ घुम्नको लागि। कहाँ पुगिन्छ हेरौँ, विचार गरौँ। दाइहरू हुनुहुन्छ 2 जना। अनि यहाँ चाहिँ यस्तो यतिखेर 9 बज्नु लाग्यो यहाँ चाहिँ, तर उज्यालै छ। अनि हामी घुम्नु जाउँ न त यसो नजिकैको पार्कतिर भनेर जाँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नु होला, के कस्तो लाग्छ। लाइक, कमेन्ट, सेयर र सब्सक्राइब पनि गर्नु नभुल्नु होला। अब यहाँ पो के कस्तो छ। ल साथीहरू, हामी चाहिँ पार्क आयो होइन। यहाँ मामाहरू पनि छ। र हामी के कस्तो छ हेरौँ बुझौँ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम स्विमिङ पुल नाइस खालको छ होइन। अनि हामी चाहिँ यता छौँ स्विमिङ पुलमा घुम्न आएको छौँ। आज चाहिँ तपाईँहरूलाई के कस्तो दृश्यहरू छ आज म देखाउँदैछु होइन। 2 जना साथीहरू पनि हुनुहुन्छ। अनि परदेशी लाइफ यस्तै छ होइन, सधैँभरि काम 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 भन्यो। अनि आज चाहिँ हामी त्यसो मिलाएर निस्केको। यस्तो रमाइलो दृश्य देख्न सक्नुहुन्छ। यो चाहिँ होटल रहेछ यहाँनिर, रेस्टुरेन्ट नाइस छ है। कता कतै यो सिटीमा चाहिँ एकदम नेपालकै जस्तो याद आउने होइन। सानो सानो घर, सानो बाटो, काठको घर टक्क सजाएर। यो अँध्यारो भएर पनि राम्रो भिडियोहरू आउँदैन होला, मिलाएर हेरिदिनु होला तपाईँहरूले। खतरा छ हेर्नु। जे जस्तो भए पनि यसो हावा खानुपर्ने देखिएर चाहिँ हामी निस्किँदैछौँ साथीहरू। अब सधैँभरि काम गरेर मात्रै पनि भएन नि त, कहिलेकाहीँ त निस्किनु पऱ्यो। के कस्तो छ तपाईँहरू पनि आराम कुशल हुनुहुन्छ होला होइन। अब हेर कस्तो सफा छ यता है। हाम्रो नेपालमा पनि यस्तै हुने हो भने कति आनन्द हुन्थ्यो होला। अब नयाँ सरकार आएपछि चाहिँ हुन्छ होला भन्ने आशा गरेको छु। वरिपरि बगैँचामा फुलहरू देख्न सक्नुहुन्छ। यहाँ मार्केट रहेछ। अनि तपाईँहरू टर्कीमा केही सामानहरू मार्केटमा किन्दै हुनुहुन्छ भने चाहिँ सोक मार्केटमा किन्नु होला, एकदमै सस्तो पर्छ। नत्र अरू एरियामा चाहिँ एकदमै महँगो पर्छ। जानकारी होइन तपाईँहरूलाई गराएँ। यो तपाईँहरूले देख्न सक्नुहुन्छ क्या, यो रोडमा चाहिँ यस्तो सानो सानो ढुङ्गाहरू जस्तो बिछाएको हुन्छ क्या। अनि यो चाहिँ ढुङ्गा नै हो हुनु चाहिँ, तर एकदम राम्रो हुँदो रहेछ। यो मुनि चाहिँ बालुवा हुन्छ। अनि बालुवा चाहिँ पानी परेपछि चाहिँ टक्क सोसिने क्या बालुवामा। त्यो हाम्रो नेपालमा जस्तो डुबान नहुने त्यस्तो हुँदो रहेछ। त्यो भएर एकदमै राम्रो लाग्यो मलाई चाहिँ। फाइनली हामी चाहिँ यहाँ हाइवेमा आइपुग्यौँ। अनि हाइवेको दृश्य चाहिँ तपाईँहरूलाई यस्तो छ है, बबाल छ क्या, हेर्न सक्नुहुन्छ। आम्बो कति स्पिड छ गाडी पनि। अनि नेपालमा फुटपाथ ठुलो भयो भन्छ नि, यहाँ हेर्नु फुटपाथ कति ठुलो छ। रोड हाइवे भन्दा ठुलो छ क्या।
फाइनली बाटो काट्यो अब कता जाने भन्ने भइरहेछ कुद्यो कुदे यहाँबाट नाक्नु लाग्यो अब समुद्र आयो गाइजहरू छ समुद्र खानु बल्ला यो बाफ्रे कस्तो मजाले रुख रोप्या छ आनन्द आज त पानी पनि परेको थियो अलिअलि त्यही भएर पनि एकदम सफा भइरहेको छ है यो पारिपट्टि देख्न सक्नुहुन्छ एकदमै झिलिमिली बलिरहेको चाहिँ ग्रिस हो है हामी चाहिँ ग्रिसको बोर्डरमा छौँ तपाईँहरूलाई म पानी जहाज देखाउँदैछु समुद्रमा हेर्न सक्नुहुन्छ है पानी जहाज बबाल छ हेर्नु त कस्तो खतरा छ पानीको छालहरू सो साथीहरू फोटो पनि खिच्यो होइन अनि घुम्दैछौँ हावा खाँदैछौँ हेरौँ मैदान त त्यहीँ देख्दो रहेछ हेरौँ अब कस्तो छ तपाईँहरूलाई दामी दृश्य देखाउँछु ल यहाँ हेर्नु त वाउ हेर्नु आमा कस्तो दामी आएको ल यस्तै छ साथीहरू समुद्रको दृश्यहरू पनि देखाइहालेँ तपाईँहरूलाई यता ढुङ्गाहरू पनि छ होइन किन राखेको हो यो चाहिँ हेर्नु त साथीहरू यहाँ खासमा किन यसरी झुन्डाएको होला बेलुन साथीहरू तपाईँ देख्न सक्नुहुन्छ नि समुद्रको छेउछेउमा ढुङ्गा किन राख्छ भनेर यो चाहिँ समुद्रको छालहरू आएर नखोलियोस् भित्रतिर नभत्कियोस् भन्ने हिसाबले चाहिँ राखेको हो क्या यो एकदम खतरा छ यहाँ माछा मार्ने मान्छे पनि छ है ल है साथीहरू 9 बज्यो भर्खर रात पर्यो है अनि तपाईँहरूलाई यो समुद्रमा चाहिँ प्रायः यस्तो खालको चरा हुन्छ क्या यहाँ देख्नुभयो कति धेरै हुन्छ क्या यो के हो यो चराको नाम चाहिँ थाहा भएन तर नाइस हुन्छ अनि तपाईँहरूलाई म देखाइदिन्छु एउटा कुरा चाहिँ के हो भने यहाँ बिरालो भन्ने चाहिँ कति हो क्या कति बिरालो फेरि सबैले माया गर्ने क्या बिरालोलाई चाहिँ अनि यहाँ धेरै बिरालोहरू हुन्छ यहीँ पनि छ है पार्कतिर नै बिरालो क्या यस्तो डेन्जर हेर्नु साथीहरू माछा मार्ने मान्छे कति छ यहाँ सब समुद्र आँखाले नभ्याउनु जेलसम्म समुद्र छ है यस्तै छ साथीहरू परदेशको बसाइ के गर्नु आफ्नो देश भनेको आफ्नै देश हो अर्काको देशमा जति राम्रो भए पनि नराम्रो भए पनि आफ्नो देश जस्तो हुँदैन होइन त्यही भएर आफ्नो देश पनि यस्तै विकास भएदेखि कस्तो राम्रो हुन्थ्यो होला भनेर सोचिरहेको छु अब बेलुका भएपछि चाहिँ यसरी माछा मार्दो रहेछ क्या सबजना अब यहाँ माछा मार्ने एरिया नै छुट्याइदिएको हुँदो रहेछ अब यहाँ चाहिँ माछा पर्छ सबजनाले बल्छी थापिरहेको छ है अब हाम्रो देश पनि यस्तो हुन्छ होला नयाँ सरकार आएको छ नयाँ सरकारले केही गर्छ होला भन्ने आशा गरेका छौँ विदेशबाट भए पनि राम्रो होस् राम्रो विकास भयो भने राम्रो हुन्छ हामी यसरी परदेश छिर्नु पर्दैन होइन त्यही भएर जे जस्तो भए पनि आफ्नै देश राम्रो हुँदो रहेछ
अर्काको देश जति नै राम्रो भए पनि आफ्नो जन्मेको ठाउँ, आफ्नो गाउँ, आफ्नो इष्टमित्र, छरछिमेक, घर परिवार सम्झिँदा एकदमै गाह्रो लाग्छ होइन। परदेशको बसाइ हो। यहाँ अब छेडिकको लागि काम गर्ने, त्यसपछि आफ्नै गाउँठाउँमा गएर चाहिँ रमाइलो गर्ने, आफ्नो भविष्य आफै बनाउने भन्ने कुरो नि हुन्छ है। तर देख्न सक्नुहुन्छ एकदम हरियाली छ क्या। हेर्नु त आम्बो कस्तो वाल छ है, हरियाली जताततै। त्यही भएर हामी चाहिँ हावा खान आएको हो क्या आज। दाइ म हामी 3 जना छौँ अनि हामी चाहिँ अब टक्क सधैँभरि काम गर्दा गर्दा वाक्क भएर आज चाहिँ छिट्टै छुट्टी दिएको थियो। त्यही भएर अनि हामी चाहिँ लाग्दिएको घुम्नको लागि। अनि तपाईँहरू पनि देख्न सक्नुहुन्छ है यहाँको नजाराहरू यस्तो छ होइन। यो पार्कहरू हो। यो पार्कमा तपाईँहरूले विभिन्न खालको मनोरञ्जन लिन सक्नुहुन्छ गाइज होइन। यहाँ बस्ने ठाउँ पनि छ तर हामी बस्दैनौँ। अनि अब पानी परेर एकदम शीतल भइरहेछ क्या आज चाहिँ। अनि शीतल हुँदा चाहिँ एकदम आनन्द हुने क्या। यो चाहिँ पेट्रोल हाल्ने ठाउँ हो टर्कीको। यहाँ चाहिँ गाडीहरूले पेट्रोल हाल्ने ठाउँ हो साथीहरू। चल्दैछौँ हामी चाहिँ अब के गर्नु, सधैँभरि घुमेर पनि भएन। त्यही भएर हिँडेको। बबाल गर्छ हेर्नु त आम्बो। यो चाहिँ पार्क हो अनि यहीँ नजिक छ है हाम्रो चाहिँ होटल पनि। अनि यहाँ चाहिँ प्रायः हामी देखिरहेको हुन्छौँ। यहाँबाट भित्र छिर्ने ठाउँ रहेछ तर हामी जानु मिल्छ कि मिल्दैन त्यो चाहिँ थाहा छैन। हेरौँ, लेट्स सी के हुन्छ। जानु मिल्यो भने जाने। वाउ नाइस छ यार। वाउ साथीहरू बबाल छ यार ठाउँ त। यस्तो बबाल छ नि, खतरा हो क्या। हेर्नु त पार्क नै दामी छ क्या। वाउ यो चाहिँ सुल्तान अहमेद मैदानको पार्क हो। बबाल छ है, देख्न सक्नुहुन्छ। जाँदैछौँ हामी। जस्तो भयो त। वाउ हेर्नुहोस् त साथीहरू कस्तो नाइस हो क्या। यस्तो ठाउँमा हामी चाहिँ घुम्न आइए आज चाहिँ। देख्न सक्नुहुन्छ होइन। वाउ मोबाइल छ, नाइस छ यार। यतिको चाहिँ हुनु पऱ्यो क्या अनि पो आउँछ त टुरिस्टहरू। पुरा पानी आइरहेछ, कस्तो बवाल छ है। एकदमै खुसी क्या आज चाहिँ घुम्न पाएकोले हामी चाहिँ। नत्र सधैँ कहिल्यै घुम्न पाउँदैन नि त। ल ट्रेन आयो साथीहरू। हाम्रो देशमा कहिले यसरी ट्रेन आउने भनेर सोचिरहेको छु है म।
ट्रेन सक्नुहुन्छ है। ल घुमफिर पनि गर्यो अनि घुम्यो पनि। त्यसपछि हामी चाहिँ अब लाग्दैछौँ रुमतिर। साथीहरू तपाईँ